तपाईँ आफ्नो मोबाइलको डायल प्याडमा जानुहोस् र यहाँबाट 1415# गरेर एनटिसीबाट कलिङ गर्नुहोस्। यो गर्दा बित्तिकै तपाईँ अगाडि विभिन्न खालका अप्सनहरू यहाँ देखिनेछन्, जसमध्येबाट लास्टमा यहाँनिर 11 नम्बरमा जानुहोला, न्यू इयर प्याक भनिएको छ यहाँनिर। अनि विभिन्न पनि अफरहरू यहाँ रहेका छन् भने अब यहाँनिर 11 नम्बरमा जाँदा बित्तिकै यहाँनिर पहिलो रहेको छ 6 GB डेटा 111 रुपियाँमा 5 दिन भ्यालिडिटी यहाँ रहेको छ भने त्यस्तै गरेर 13 GB डेटा 179 मा 7 दिनको भ्यालिडिटी, त्यस गरेर 20 GB डेटा 279 मा 12 दिनको भ्यालिडिटी र 30 GB डेटा 379 मा 15 दिनको भ्यालिडिटी र 1 Mbps अनलिमिटेड 100 मिनट एनटिसी टु एनटिसी कल @ 49 रुपिज अथवा 49 रुपैयाँमा तपाईँले अनलिमिटेड डेटा पाउनुहुन्छ, तर स्पिड कम रहनेछ, 1 Mbps को स्पिड मात्रै रहनेछ भने एनटिसीबाट एनटिसीमा 100 मिनट कल गर्न सक्नुहुन्छ। 24 आवर अर्थात् 1 दिनको भ्यालिडिटी यहाँ रहेको छ। त्यसै गरेर कम्बो प्याक रहेको छ 789 रुपियाँमा। यहाँनिर नेपाल टेलिकमको वेबसाइटमा पनि म तपाईँलाई देखाउन गइरहेको छु, जसमा यहाँनिर हेर्नु होला कम्बो प्याक जुन भनिएको छ, जसमा 789 रुपियाँमा 30 दिन यहाँनिर भ्यालिडिटी देखाइएको छ हेर्नु होला, जसमा 30 GB डेटा 600 मिनट अल नेट भोइस 200 अल नेट SMS र मन्थली रेन्टल चार्ज अल्सो इन्क्लुडेड फर प्रिपेड पोस्टपेड सब्सक्राइबर भनेको छ। अब यो पोस्टपेडका लागि हो यो भनेपछि यहाँनिर साइडमा म देखाउँछु तपाईँलाई प्रिपेडका लागि यहाँनिर सेम त्यही कम्बो प्याकको अन्य सबै कुराहरू सेम छ, तर 28 दिनको भ्यालिडिटी यहाँनिर रहेको छ। तपाईँले हेर्न सक्नुहुन्छ नेपाल टेलिकमले ल्याएको न्यू इयर अफर प्याकेजहरू तपाईँलाई कस्तो लाग्छ कमेन्ट सेक्सनमा कमेन्ट गर्न नभुल्नुहोला। तर नर्मली हेर्दाखेरि विभिन्न खालका अफरहरू भने तापनि खासै त्यस्तो अफरै जस्तो खालको अफर चाहिँ मलाई पनि त्यति लागेन। नर्मल खालका प्याकेजहरूमै केही 2-4% अलिकति तलमाथि मात्रै गरिएको छ जस्तो लाग्छ मलाई। हवस् त साथीहरू, आगामी नयाँ भिडियोमा पुनः भेट्नु नै छ। धन्यवाद।